भने त अब भाइ तिमी भइहाल्यो नि। होइन बहिनी पनि बहिनी पनि बहिनी तिमी र भाइ भएपछि सधैँ फ्रेन्ड्स हुन्छ। बहिनी फेरि भएपछि बहिनी के हाल्ने त बहिनी ननिकाल्ने अब। निकाल्ने तिमी र भाइ मात्रै भएपछि त हेर तिम्रो एउटा बहिनी बहिनी पाएर नि दिने अरूलाई दिनलाई किन पाउने नि। बहिनी निकाल ए कोठा हुन्न भनेपछि बहिनी लक्ष्मी आन्टीलाई दियो भन्छ। बहिनी पनि भाइको यहाँ छेउमा राख्नु न क्रिपमा त कहाँ एउटा क्रिप त सानो भइहाल्छ नि। बहिनीलाई कुन कोठामा सुताउने? एउटा कोठा तिम्रो हुन्छ एउटा कोठा भाइको हुन्छ अनि बहिनीलाई कहाँ राख्ने हामीले? ए अनि बहिनीलाई पनि मेरो काखमा राख्ने। ए तिम्रो काखमा राख्ने भयो छोरा। एउटा भाइ भएपछि हुन्छ अब बहिनी चाहिन है। बहिनी हुन्छ बन्छ बहिनी बन्यो भने त बहिनी निकाल्नै पर्छ नि त। बन्यो भने हेर्नु नपर्छ नि त। कसरी बन्छ बहिनी? बहिनी बन्नुपर्छ। भाइ मात्र भयो हुन्न बहिनी पनि हुनुपर्छ। कसरी हुन्छ त नि बहिनी? कसरी हुन्छ त बहिनी? बन्छ र कसरी बन्ने होला बहिनी? मैले बन्छ भनेको होइन त। बन्यो भने त निकाल्ने नबन्यो भने मात्रै ननिकाल्ने। अब बहिनी भन्दैन होला। हेर्नु न काटे हेर्नु न इट्स नथिङ एल्स इन हियर पनि। इट्स नथिङ एल्स इन हियर भन्यो भने चाहिँ बहिनी छैन भन्ने। ए